बहिनी शिवजी ल सबले डबल ट्याप गरौ केटा डबल ट्याप गरौ ओ हेलो सबैजना थ्यांक यू हेलो जुन 26 गर्नुस् तपाईँ जुन 26 आज मनिष थ्यांक यू सबैजना यस बस जित्नु पर्छ है हामीले केटा के हो भन साइलेन्ट क्लियर थ्यांक यू के हो अति गर्दै हुन्छ है म अगाडिको शिवजी भन्दैछु अलि म पहिला कमेन्ट गर्न परेन कमेन्ट हेर्न परेन अनि कमेन्ट गर्दैन अनि मैले शिवजी भन्छु तपाईले किन नबोल्ने किनकि जरुरी छ र बोल्नलाई यता हाम्रो हेर्न परेन हामीले जित्न परेन तिमीले बार जित्ने अनि हामी हारे यता कमेन्ट पनि त पढ्दिन पर्यो नि केटाकेटीका फेरि जति बेला पनि तिमी यस्तै बोल्ने अनि यता कमेन्टतिर बोल्न परेन कस्तो कुरा गरेको होला यार साइलेन्ट क्लियर थ्यांक यू ल है केटाकेटी हो सबैले ल म गइदिन्छु भाइ अबदेखि तपाईले बिउ भन्दै भन्नु होला नि बिउ पख्नेहरु जब कुरा भन्दा नि तपाईलाई काम गर्नुपर्ने हो नि त मैले हजुर भन्दा पनि ठीक छ अरे बाबा यता कमेन्ट त पढ्नु पर्यो नि त मैले नपढ्ने क्या हो अलिकति डिस्टर्ब हुन्छ नि त दुईतिर बोलेर डिस्टर्ब कसरी हुन्छ बस के भन्न खोजेको भन के भन्दै थियो किन भन्नु म पनि बिर्सिछु यहाँ कमेन्टमा डेभिड म रिस उठे जस्टिस फोर विन जान थालो त्यहाँ रिस उठ्न थालो हारेपछि रिस उठ्ने अनि हामीले हार्दाखेरि खुब खुसी हुने थियो सेवा जब यतिमा विन बजाउन सकिँदैन साइलेन्ट क्लियर थ्यांक यू हाम्रो एमभीपी बन्नुभयो अहिले साइलेन्ट क्लियर थ्यांक यू सो मच क्लियर say clear bro not clear 26 ए मलाई नसिकाऊ यार तिम्रा मान्छेलाई भन कि मेरा मान्छेले यस्तै बुझ्छ तिमीले मलाई सिकाउन पर्दैन कि मैले के भन्छु भनेर क्लियर भन्छु कि के भन्छु त मेरो कुरा हो उनीहरूले बुझे त भयो जे भनेको अचम्म छ कि तिमीले म टिकटकमा भाइरल हुँदा तिमीले आएर सिकाउँथ्यौ र मलाई यो बोल भनेर म यस्तै गरेर लिसन शिवजी तपाईको त डान्स स्टेप छ नि जुन भाइले मैले सिकाएको तपाईलाई बुझ्नु भयो नि घण्टा सिकाऊ तिमीले भुत्राको सिकाउने बाबा के सिकाऊ तिमीले यो दुईटा कानले के सुन्नु पर्यो राम काँदै के भनेको राम हिजोका बच्चाले हामीलाई के सिकाउने हो तिमीहरूका हिजोका बच्चाले हामीलाई के सिकाउँछौ तिमीहरूले सिकाऊ के आफ्नो इन्डस्ट्रीमा ठोकौँ न अति हेभी मान्छेलाई ठोकौँ न हामीलाई सिकाउने तिमीहरूले सिक्ने हामीबाट केही तिमीहरूले त्यही सिकाऊ चुप्पा दिन सिकिया हौ त्यही हो तिमीहरू अरू केही छ यस्तो चुप्पा हाने कि मलाई यो मेरो घाँटी नै दुख्ने गरी चुप्पा हाने डेभिड पकाइ
निजोको बच्चाले सिकाउने थाहा छ मलाई त्यो कुरा पनि। म्याथ सकेपछि अब बिउ के चाहिन्छ भन्ने कुरामा शिवजीले मलाई हेप्दैछन्। ठिकै छ, कहिले कहिले चाप धोएर पालेको पानी पनि काम लाग्छ भन्ने सुनेको छु। अब सिकाउन किन आउने त? मैले क्लियर भनौँ त तिमीसित के मतलब भयो र यार? बेइज्जती किन गर्ने अर्कालाई? मैले जे जाने हो त्यही भन्छु मैले। आफूले जस्तो जानिन्छ त्यस्तै भन्नु। ह्यान्डसम क्लियर भनेर उहाँले हुनुहुन्छ भइसक्यो। तिमीहरूले चाहिँ पढे लेखेको भइएन, हामी होइन, हामी यस्तै हो के हो? तिमीहरूको कलेज टपेको आउला, हामीले कलेज गइएन, पढ्ने बेला गुच्छा खेलाइएर बसियो होइन। into three ma. Oh, very funny. Monish, thank you so much. Gimana sayang? Dimulai. Oh. शिवजी ओट सानो हुन्छ तपाईको पनि हामी सँगै यस्तो गरौँ न यहाँ आउनु त अलि अगाडि यस्तो ओट सानो हुन्छ यो योगा हो कि यो ओट को योगा हो कि एकदम सानो हुन्छ मोनिश जी थ्यांक यू सो मच and so thank you what's annoying कस्तो भाइहरु सबजना केटा डबल ट्याप गरौँ साथीहरु मनीष खड्का जीलाई सबैले फलो गर्दै जाम हाम्रो मार्को जीलाई सबैले फलो गर्दै जाम थ्यांक यू सो मच मार्को जी हाम्रो हेलो किशन पौडेल जी थ्यांक यू सो मच अशोक भाई नवीन कणेल जी एक्सक्यूज मी हाम्रो प्रकाश जी एक्सक्यूज मी शिवजी रोमियो जानु नहीं सर उता गएर बिल अनम्युट गर भन त निशु खड्का अरे घमण्डी माइलो पनि आरे जने त के छ लाम आको नहीं उता अनम्युट गर भन त विनीता जी ल सबले थ्यांक यू बुस्टिङ केटा बुस्टिङ थ्यांक यू डेभिड ल हुन्छ बिउ अब छुट्टीमा हामी दिमाग खराब गर्यौ आज तिमीले के दिमाग खराब गर्यौ तिमीले कसरी दिमाग खराब गरे मैले तपाईको मैले जित्नु हो तपाईको दिमाग खराब हुन्छ होइन न त्यस्तो होइन खाली अनि केमा दिमाग खराब गरे मैले तपाईको मे गर्ने छैन पागलले चाहिँ गर्छ त्यति बेला पनि अनि यो ओठको योगा पनि गर्नु मैले शिवजी कस्तो कुरा गर्नु भएको तपाईले अति हेप्दै हुनुहुन्छ है मलाई अर्कालाई चिड्याउनु हुनु चिड्याउने काम गर्छौ के तिमीले अरूलाई चिड्याउने काम किन गर्ने हामी जस्तो बोल्न जाने यो ओठको योगा हो कि तपाई हेर्नु त गुगलमा गएर ओठको योगा हो मलाई सिकाउने काम गरे जित्नै हुन्न कि नै त म जित्नै हुन्न कि यस्तै गर्दैन कि शिवजी जहिले हेप्छन् यार मलाई अरु उनको सामु अरुले युनिभर्स हान्दा पनि केही पनि भन्दैन मलाई जहिले हेप्ने यार
लो मैले गरेँ यो मेरो ओटको योगा हो ओटको योगा हो ओट सानो हुन्छ भनेर यो गुरुजीले मलाई यस्तो गर्नु यहाँ गेम खेल्ने बेला गर्ने होइन बिहान उठेर गरे हुन्छ नि त बिस्तारा अब त म बिर्सेर सुते नि त अनि हामी पागल बनाउँछौ हामीलाई के गर्छिन यार हद हुन्छ यार इज्जत गर्न सिक के आफूभन्दा ठुलालाई तपाईले पनि आफ्नो सामानलाई माया गर्न सिक्नु ल मैले माया गरे कति माया गर्ने हो र यहाँ भन्दा मैले केही भनेको छु तिमीलाई जहिले मलाई हेप्छिनको अगाडि अरू केटीहरूले के गर्दाखेरि केही भन्दैन मलाई चाहिँ किन हेप्नु हो जहिले यस्तो गरेर मैले के गरेको छु अरू केटीले तिमीले जस्तो गर्दै गर्दैन अरू केटीले रिस्पेक्ट गरे हुन्छन् इज्जत गरे हुन्छन् रिस्पेक्ट गर्दैन कि अरूहरूले त्यहाँ तपाईँ ठोकिरा हुन्छ मलाई पनि थाहा हुन्छ कसले ठोकिया हुन्छ पर्सन रिस्पेक्ट ठोक्ने त्यहाँ रिस्पेक्ट गर्नु भनेको म मात्रै हो तपाईँले केटीहरू मात्रै बुझ्नुभयो नि अघि त्यो घन्टा भनेको के हो घन्टा भनेको सुई हेल्ने घडी त्यसलाई घन्टी भन्छ घन्टा भन्छ घन्टा भन्ने थाहा छैन घुम्ने घन्टा अरू के हो घन्टा भन्ने अनि तिमीले छालाको बन्दुक भन्छौ त्यो के हो छालाको बन्दुक भन्ने छालाको बेल्ट हुन्छ नि बन्दुक हुँदैन अनि घन्टा भन्ने के घन्टा घर भन्ने थाहा छैन तिमीलाई घन्टा घर भन्ने घन्टा घरमा के हुन्छ कहाँ छ घन्टा घर नेपालमा छैन घन्टा घर छैन घन्टा घर नेपालमा कहाँ छ नेपालमा घन्टा घर अन्त घन्टा घर नेपालमा किन छैन घन्टा भनेको छैन पर घुम्ने सुईलाई घन्टा भन्ने त्यसै भोलिको टाइम नभन्नु तपाईँले सबजनाले घन्टा घुम्यो मात्रै भन्नु है सबजनाले घन्टा भनेको कोही नराम्रो शब्द होइन नराम्रो भने घन्टा भनेर त मजाकमा भनिन्छ त्यति पनि भन्न नपाइने तिमीहरू जे पनि भन्न पाइने हामीले केही भन्नै नहो हामीलाई अनुशासनमा रहन पर्ने अनि तिमीहरूले जे पाइ उही गर Thank you, sir. Handsome. यहाँ त कसैको नाम लिन पनि हुन्न हामीलाई सिकाउन आउँछ नि यार के भन्ने हो Thank you, sir. ल केटा डबल ट्याप गर Thank you, sir. Thank you. Also, thank you. मान्छेले लाटो सोझो पाए हेप्छन् के सबै Thank you, David. असम्भव शिवजीको मेरो बिहे त अब क्यान्सल भयो शिवजीले उल्टो मलाई दाइजो दिनुपर्छ हेलो एक्सक्यूज मी ए तिमी अलि तरिकाले बोल्ने या बोल नभए जाऊ मैले काट्दै हिँड्छ जाऊ दिमाग कति ट्याटर गरेको ब्याग त लाम जस्तो मजी अन्त बर्खा लगाएपछि कराइहाल्छ नि बिग म्याच सकियो होइन अनि भ्यू सकियो नि सकियो मासला अति रिस उठ्यो कि अब त मासला पखाउँ कति ट्याटर गरेँ भनिदिन्छ जोडेर पखाएँ हो नि मैले अस्ति त्यो बिचमा झगडा गरेँ कि कोही पनि जान्थेन को जान्छ फोनै गर्दैन मासला तपाईँले मलाई अझै सोच्नु पर्यो मलाई हेर्नु भएको मैले केही पनि गर्नु नपाउनु मेरो प्लटमा अलि सोलो बोलाइ आँखा नदेखाऊ है धेरै कसो सोलो प्लान तपाईँले चाहिँ के भयो मैले के गरेँ तपाईँलाई मैले केही पनि बोल्नु नपाउनु मेरो प्लटमा नफर्काऊ है तिम्रो कुनै मैले मेरो लागि प्लट खोलेको तपाईँलाई खोलेको तँ एउटा चाहिँ लाइन हानिक्यौ त मैले फर्काइदिउँला मलाई चाहिँ आँखा नदेखाऊ बुझ्यौ
अलिक तमिसले बोल्ने गर बोल्दाखेरि अलि उ गर्ने गर जति बेला पनि हे हेलो के हो त्यो बोलाइ चाहिँ त्यो बोलाइको ढङ्ग हो अलि राम्रो तरिकाले बोल्न सक्दिन म त त्यही बोल्ने हो मलाई ठिक लाग्दैन त्यो बोली सुधार्न पर्छ मसित खेल्ने हो नि बोली सुधार्न पर्छ मसित खेल्ने हो नि अलिकति नर्मल भएर खेल्ने मसित हे मलाई मन पर्दैन ओके सुगर आउँछ ल म एकछिन सुगर आउँछ कि डर लाग्यो कि मलाई हत्ती नै बस डर लाग्यो रेड बुल खानु पर्यो एनर्जी निकाल्नु पर्यो अनि ठोक्छु शिवजीलाई सबजनाले इन्टरट्युबमा यस्तो ठोको त 3 गेम खेल्छु मासमा 3टै गेम हाल्नुपर्छ है सबजनाले अति बोलीको तरिका भएन कि बोलीको तरिका भएन खाली चिडाउने काम मात्रै गर्ने कि त्यही त नि हेप्छ खाली हेप्छ हेपेको हो यो खाली हेप्ने काम मात्रै गर्छ कि कहिले मन नपरेपछि यो चिज मन पर्दैन अनि त्यो चिज नगरे हुन्छ नि त थ्याङ्क यू आन्सु वाउ यो नाम टिपटप मलाई अनफलो गर्छ कि अरूले मान्छेको मुड सधैँ मान्छेको मुड सधैँ सही हुन्न कि कहिले काहीँ मुड खराब भएको हुन्छ अनि जस्तोसुकै चिडाएर थोरै हुन्छ राम्रा तरिकाले पनि खेल्न सकिन्छ क्या बिउ राम्रो रिस्पेक्ट गरेर इज्जत गरेर राम्रा तरिकाले हाई हेलो गरेर ओ हेलो मैले कुन चाहिँ कुरामा इज्जत गरिन हो कुन चाहिँ कुरामा कति बोलेको तपाईँ मैले के भन्नु तपाईँलाई तपाईँको चिडाउने नाम भनिन होइन भने भन न सबैले जस्टिस फर बिउ लेख्नुहुँदा मलाई इन्डिया त्यो नाटक नगर कि नाटक मलाई मन पर्दैन कि बिउ मलाई नाटक मन पर्दैन बुझ्यौ सिधा हिसाबले खेल तिम्रो मलाई म्युट गर बरु म्युट गरेर जे बोल्ने बोल होइन मलाई ठिक छ तर म्युट अन भएपछि अलि राम्रो तरिकाले गर हुन्छ शिवजी म भोलि मबाट ठुलो गल्ती भएछ भोलिदेखि तपाईँसँग बोल्नुभन्दा अगाडि म आरती उतार्छु तपाईँको प्रत्येक कुरामा अनि तपाईँसँग बोल्छु हस् Justice for you, Nada. We want justice. Go. त्यो होइन कि मैले भन्न चिडाउने काम गर्छिन् कि मैले एकचोटि चिडाएको छु उनलाई केटाउला बनाउँछ मैले एक पटक पनि उनलाई चिडाएको छैन म आफ्नै हिसाबले खेले सुन है गाइस यो गर्नु भनेको ओटको एक्सरसाइज हो मैले नो सर्जरी गर्छु भनेर नो सर्जरी त ओट यत्रो हुन्छ मान्छेले ओट पनि सर्जरी गरे भोलि हिजो मैले यो गुरुलाई फोन गरेँ यो गुरु मेरो ओट ठुलो भयो म कसरी सानो गराउनु भन्दाखेरि अनि साँझ बिहान यस्तो गर्नु अनि तिम्रो ओट सानो हुन्छ भनेर मलाई यो गुरुले सिकाउनु भयो अब साँझ त भइसक्यो 12 o'clock होइन सरी 10 o'clock अनि म अहिले एक्सर्साइज नगरेर म कहिले गर्नु त अब तिमी अरूसित खेल्दाखेरि कसरी खेल्छौ मसित खेल्दाखेरि कसरी खेल्छौ संसारले हेरेको छ बुझ्यौ अरूसित खेल्दाखेरि कति राम्रो तरिकाले कस्तो सिरियस भएर कति इज्जत गरेर दाइ भनेर भाइ भनेर साथी भनेर कसरी खेल्छौ त्यही राजसित खेल्दाखेरि कति राम्रो तरिकाले खेल्छौ अब मसित खेल्दाखेरि ओ हेलो के म तिम्रो जाड हो अलि तरिकाले इज्जत दिन आउँदैन सर तपाईँ मेरो हुँदैन कि मेरो बुढाले मलाई छोड्यो भने तपाईँले मलाई लग्यो भने तपाईँ मेरो पोइ चाहिँ तपाईँको जार हुन्छ हो तपाईँ कसरी जार हुन्छ मेरो सुन्नु जार होइन हौ
समीर